11-12 जाने भनिरहेको थियौँ। अनि अब नानीको कपाल कोरिदिनु पर्यो। नानी त अब यहीँ बस्थ्यो जान्न, त्यही पनि कपाल चाहिँ कोरिदिनु पर्यो नि। प्रिन्सा नानी आऊ आऊ, मम्मी छोराको कपाल कोरिदिनुहोस्। आउनु अहिले एकछिन लेख्नुपर्छ। आउनु चाहिँ नानीको कपाल कोरिदिनु आएर नानी रहेको नै छैन। मेरो छोरीको कपाल कोर्नु पर्ने, होमवर्क गर्न सिकाउनु पर्ने। सानी सुतिरहेकी छिन्। निदाकी त छैन, नानी सानी चाहिँ सुतिरहेको छ। सुत्न चाहिँ तर अब कोही नि यहाँ अब नानीको कपाल कोरिदिने अनि त्यसपछि चाहिँ खोइ कपाल कोर्नुपर्छ प्रिन्साको। अनि कपाल कोरिदिइसकेर लुगाहरू केही मिलाएकै छैन, हालेकै छैन। लुगाहरू पनि मिलाउनु पर्ने हुनेछ। छोरा हाई गरिदिनु, हाई साथीहरू भन्नु भन न। खै भनेको चाहिँ बोल्दिनौ तिमी? मुख छैन हो तिम्रो कि छ? अनि छ भनेदेखि बोल्नु नि त। हाई साथीहरू। गुड हाई। नानीको कपाल चाहिँ काटिदिनु जस्तै कत्रो ठुलो छ भने मान्छे चाहिँ सानी, कपाल चाहिँ ठुलो, कोर्नै गाह्रो हुने के कपाल त। नि सानी नि नानी। नानीको नाम के हो? प्रिन्सा बराल। कतै बिस्तारै बोल्नु भएको? मैले चाहिँ नानीको कपाल कोरिदिइसकेँ। उठ्नु त छोरो, यहाँ रहेछ अब कोरिदिइसकेँ प्रिन्साको कपाल। छोरीको अर्की नानी सानी रोकिरहेछ उता। उसलाई चाहिँ भोक लागिसक्यो कि सुसु गरिसक्नु भयो। अब उसको प्रिन्साको कपाल बाटिदिइसकेर अब सानीलाई हेर्नु पर्यो फेरि। अनि कस्तो ढाड दुखेको। प्रिन्साले होमवर्क गरिसक्नु भयो? गर्नुभएको छैन? मामु सिकाइदिनुहुन्छ। अनि नानी भोलिदेखि बाबाले होमवर्क सिकाउनुहुन्छ नानीलाई। हस् बाबा आइहाल्नुहुन्छ। अब जानुभएको छ, आइहाल्नुहुन्छ। हस् हेर उठ त छोरा, उठ्नु त एकचोटि। नानीको कपाल कोरिदिइसक्नुभयो मामुले। राम्रो भयो, पछाडि फर्किदिनु। यत्रो कपाल छ नानीको चाहिँ। अनि खै माया गरौँ ल। अब चाहिँ हाम्रो चाहिँ जानको लागि रेडी हुँदैछु। सामानहरू सबै लुगाहरू जिब्रामा कटेर हाल्नुपर्ने। खाना चाहिँ खाइसक्यौँ हामीले। नानीले पनि खानुभयो। नानीले माम खानुभयो? कति खानुभयो? धेरै खानुभयो। लेखेन त्यसलाई। अर्को कलर लगाउनु न। अर्को यो ब्लू कलर हो त। यो ब्लू कलर लगाउनुहोस्। नानी सुतिरहेको थियो। लाइन जाँदै आउँदै थुप्रै गर्मी छैन। विराट चोकमा त एकछिन लाइन गयो भने पनि बस्नै नसक्ने गरेको छ गर्मी। सामानहरू सबै कटाएर जानुपर्ने। ढिलो हुन आँटिसक्यो आज चाहिँ। अनि भ्लग चाहिँ अब खिच्ने मान्छे चाहिँ हुनुहुन्न। भिडियो आफै मोबाइल अगाडि राखेर बनाएको छ। के भयो सानी नानीलाई? के भयो तपाईँलाई? जाने बेला भइसक्यो। किन बुढेको बहिनीलाई? बहिनीलाई चाहिँ रावासी हुन्छ। रावासी अब जाने बेला लुगा लाउने। अब बाबाले आफ्नो सक्नु भयो। किन हाँस्नु? यसलाई अहिले चाहिन्छ खै एउटा नानीको। हेलो साथीहरू, म चाहिँ रेडी भइरहेको थियो।
सिँदुर खो प्रिन्स साथै हट त मा ऐना हुन्छ अब चाहिँ म फाइनली जान आँटिसकेको रेडी भइसकेँ नानी चाहिँ जानुहुन्न नानी यहीँ बस्नुहुन्छ अब बाहिर गाडी आइसकेको छ मलाई लिनका लागि चाहिँ म कहाँ जाँदैछु भनेर तपाईँहरूले अर्को भ्लग हेर्नुपर्ने हुन्छ यो भ्लगमा चाहिँ यति नै अनि लास्टसम्म मेरो भ्लग हेरिदिनु होला सबैजनाले माया गरिदिनु होला अनि सब्सक्राइब सबैजनाले गर्नु होला सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो भ्लगलाई चाहिँ अनि हजुरहरूले जतिजनाले सब्सक्राइब गर्नुहुन्छ त्यति छिटो मेरो भ्लग हेर्न पाउनुहुनेछ अनि म चाहिँ रेडी भइसकेँ मलाई चाहिँ मेकअप गर्न पनि आउँदैन त्यसो बाई 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 गरेर पिन्छ बाई